ल कस्तो हेलो गाइस 150 पार न मुला अनि के कहाँ तेर्छु सर्ट भिडियो मात्रै बनाएर हुन्छ हामी चाहिँ यहाँनिर आगो फुक्दैछौँ आगो फुकेर चाहिँ मासु पोलेर खानु लाग्दैछौँ हामी त्यति हो आगो फुक्न सकिन्छ सकिँदैन भन्ने कुरो नि त्यत्रो ग्यास दिएर ग्यास त दियो नि अब लाइटर नदिएपछि के गर्नु ग्यास त दियो लाइटर चाहिँ दिएनौ तिमी आएको चाहिँ कति भयो म आएको त 1 महिना 1.5 महिना भयो आयो साइको हुने बाबुले सोल्टी रिसा त अनि धुवा फालिदिन्छ सुरुमै अहिले म्याकुरी त्यो नसकाऊ है अनि के अरे कति हाल्नुपर्छ यतापट्टि ल्याउ त हो कतिले बनाउँदै सुकाउँछ पनि यसले सल्काउँछ पनि यसले तिमी थाहै छैन धेरै बेरसम्म गर्नु भएन नि त ग्यास बचाउनु पऱ्यो नि त सोल्टी के त अब त्यो कचौरामा चिया पकाएर भिडियो भइरहेको के अन गरेन हौ मैले खोइ एक्सपेक्टेसन भर्सेस यसलाई सुकाउँदै गर्नुपर्छ है आगो सल्दै भयो अब दाउरा त्यहाँ मैले चिर राखेको सबै ल्यायो खोइ तिमी दाउरा चिर्ने आगो दिएर ल्यायो भनेर हो अच्छा हुआ त्यो हो जे हुआ अच्छा हुआ पत्रिका हाल्नु अब बोल्छ अब दाउरा ठेल अब झाप्पसँगले टङ 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 आगो बालेर कोइला बनाउनु पर्छ ए सोल्टीले काटेको दाउरा त अघि आइसकेको छ सबै अलिकति चाहिँ रहेछ बाबालाई मिलेको छैन बल अहिले मुनि चाहिँ सबै झुस मात्रै हालेको छ चितवनको गर्मी नपुगेको हुन्छ आएको 1 महिना भएको छैन मान्छेले तारले त झन्डै तल गएर तानो त खुट्टामा नहान है खुट्टामा चाहिँ नहान यहाँको यो वाइफाई लास्ट साह्रो हो नि याद गरेको यो मैले पैसा प्लेनमा ल्याउँदाखेरि फुट्ला भनेर हो क्या यो म पहिले थाहा पाएको थिएँ यो नेपालमा त पक्कै बन्यो होइन मैले खुट्टामा हालेँ भने त हालेँ भने त भिस्काडको थामै बन्द गर्दा भइहाल्यो नि मैले खुट्टामा हालेँ भने त भिस्काडै बन्द गर्दा भइहाल्यो नि भनेको नि अब केही नगर एकछिन यत्तिकै छोड्नुपर्छ यस्तोहरू चाहिँ हाल्नु सानो सानोहरू अब बल्छ है हल्लाउनु चाहिँ भएन त्यसलाई रिसाउँछ अब कोक खान्छु अनि बन्चर हाल्नु जान्छु ल ल ल यति खानु हो बन्चर हाल्नु त्यसलाई चाहिँ छैन पहिले यसलाई कोइला बनाएर मात्रै खाना हाल्नु पर्दैछ न भनेको यसलाई सुकाउँदै गरौँ आगो बढी सुक्छ घरघरती त्यसलाई टाइम लाग्दैन मेन भनेको आगो चाहिँ माछाले गोटङ टङ 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 जानु सक्नु यतिको त अब के काम आएर छ र दिले तेल हाल्यो हौ फेरि बल्छन् त एकछिन भनिरहेको छैन अनेक गर्छ केटाहरूले अनेक गर्छ पहिला कस्तो गरेर नरिए झट्ट पो खोज्छ त चान्चुनी छैन नि धामी यता मासु आगो त है यहाँ चाहिँ छ हाम्रो कुर्ची यहाँ चाहिँ छ हाम्रो लिम्बू सल्टी यता छ अनि हाम्रो सामानहरू यता छ
अनि म जान्छु त्यहाँ पञ्चर हान्न काठ छ यहाँ काट्ने कुरा यहाँ छ त्यसपछि यहाँ काट्ने कुरा छ म चाहिँ यसलाई यहीँ राख्छु यसो गर्छु है अनि पञ्चर हाल्छु दाउरा लिन आऊ है सोनी तामाङ सल्टी अँ के सेवा गर्नु पर्यो अनि क्यामेरा चाहिँ अनि यता माथि उताको जङ्गल देखाएर मान्छे चाहिँ यता कहाँ जङ्गल देखाउनु 0.5 मा पो खिच्यौ क्या लु तिमी त्यहाँबाट हल्ली चल्ली गर्नु भएन तर तिमीले अलि टाढी राखेको के आयो त बुट्टे हो यो यो मान्छेले तलको चाहिँ धेरै निकाल्यो क्या यो त होइन पर मिलाएन त अनि ठाडो गर्ने जानेन होला कि ए मसँग होला हौ लाइटर त चाँडो भयो यस्ता नाथे काठ फुटाउँदा मलाई भन न साथी हो अर्को उल्टो राख्यो जस्तो छ नि फोन अर्कोपट्टि गर्दा चाहिँ ठाडो हुन्छ होला खै जेसुकै होस् मै लगेर हालिदिउँ पहिला निस्किन्छ नि यसलाई अलिकति फुटाम यो पुरै फुटाम होला त्यो अर्को निकालेर या अर्को चाहिँ हाल्ने होइन मुढा परेछ अनि के हाल्नु त्यो यो फुटाम केमा भयो भयो जाँदैछ हान सोल्टी हान हान्ने नै हो हान खुट्दैछ नि होइन तानन सल्टी माथि तल आयो क्या यहाँबाट जाऊ त यहाँ अघि मैले अलिकति चिरेको छु अलिक माथि तान हात फोहोर गर्नलाई यस्तो कस्तो हात फोहोर हौ हात फोहोरको त टेन्सनै नगर न धारा छ त हाम्रोमा डेली यहाँ माथिबाट चिर्दै आउन जानु पर्दैन म तलैबाट माथिबाट अघि मैले ओपनिङ गरिदिएको छ तिमीले जस्ट बाटो फलो गर्दै गर्नु पर्यो गफ चाहिँ दियो केटो ए यस्ता नाथे त म यहीँबाट फुटाउँछु आगो चाहिँ रुङ्नु पर्यो त्यति हो तामाङ सोल्टी के हो पानी पो पानी किन आउँछ पानी त म छाता लगाएर भने कोक चाहिँ हटाउँदै यार कोक चाहिँ हटाउँदै यो कोक त फेरि ब्रान्ड हो नि हाम्रो कोक चाहिँ हटाउ होइन त्यो क्यामेरामा देखिन्छ भनेर होइन कि तातो हुन्छ भनेर म त कोक किन क्यामेराबाट हटाऊ भन्छ भनेर लु क्यामेराले त मलाई मात्रै फोकस गरेको जस्तो छ गाइस देखिएछ लु जाउँ हेर देखिएको छ भनेको म देखेको छैन होला हौ मजाले तिमीलाई मेन फोकस गरेको अलिक तल आउनु पर्यो अलिक राम्रो देखिनु छ क्या खै स्पिकर नबजाउने खोइ लिएर आउनु तिमी गएको बेला यसो पावर ब्याङ्क र चार्जर पनि ल्याइदेऊ न गाइसहरू केमा छ केमा छ झोलामा मेरो झोलामा तिम्रो कुर्सी चाहिँ अहिले पोखिदिन्छ है नजिक हो र मेरो रहेछ बरु कुर्सी चाहिँदैन अब काट्ने सुबिस्ता त यही त होला नि अब मेरो चाहिँ स्ट्यान्ड मैले ल्याएँ नै क्या हो कि झोलामा छ झोलामा हालेँ झोलामा हालेको छैन गाडीमै गयो होला नि छैन नि त्यो तिम्रो झोलामा छैन अब मेरो झोलामा त उस मात्रै छ ओ गाडीमै फर्केको गयो होला ओ तिमीले हालेको होइन मैले तिमीलाई डन्ठी भनेर दिएको निकाल्दैन
यो चाहिँ कसको पार्नु तिम्रो हँ? तिम्रो मेरो हो र? मेरो अनि यसमा चाहिँ कसरी घुसाउने घुसाउँछ टाइप सीको त छैन होइन म त खोइ मेरो चाहिँ ल्याएको कस्तो भयो किन हिँड सल्टी पाएको बेलामा यसरी लगाउने मान्छे सधैँ हुँदैन म के? भएको बेलामा के यसरी काम लगाउने मान्छे सधैँ पाउँदैन तिमीले ए अनि तल झारौँ कि कोही माथि पो चढाउँदैछु मैले ल ब्लुटुथ कनेक्ट गर न त सल्टी योभन्दा तल जाँदै हुन्छ तिम्रो पुरानो फोन ल्याएन पुरानो छ अब योबाट हटस्पट मेरो पनि ल्याएको छ पुरानो फोन गीत बजाउने काम लाग्छ ल्याउन चाहिँ ओइ मेरो फोन चार्ज चाहिँ किन भयो आगो चाहिँ राम्रोसँग बलेन क्या हो रुक न तात्दै छ दाउरा अलि राम्रोसँगले भालौँ 9 बजीभित्रमा चाहिँ यसो मासु हाल्ने कार्यक्रम सुरु गर्नुपर्छ क्या ए पाउने नहुनु लागेको छ त है योभन्दा तल झर्दैन यो होइन होइन यो त टोक्रिनुपर्छ गएर त्यतिकै हालेर हुन्न नि कसो टुक्रिने बेलासम्म त कहिले पो टुक्रिन्छ आगो चाहिँ बढाम है यो चाहिँ अनि झोसिन नल्याएको त्यसले अघि थिच्यो कि त्यही भएर स्वारा ल मासा यहाँ कतिखेर काटेछ किन बुझेको होइन भने मतिर नि आउँदैछ तिमीहरू बाटो मुद्दै हिँड्ने मान्छेहरू तर म अहिले चाहिँ मुतिनँ है अघि चाहिँ अहिले त कस्तो मुता मुता पनि भइरहेको थियो झर्ने बित्तिकै ट्रेनमा ए त्यो ट्रेनभित्रै हुन्थ्यो नि साँच्ची होइन झर्ने पालो आइसक्यो अनि मुद्न जाने बेलामा फेरि ट्रेन स्टेसन छुट्यो भने के भने कालो आयो सबै हो सफा हो हाला हाला त्यो डढेर कालो भएको यो सानैबाट सुरु गरौँ कि ठुलैबाट त्यहाँबाट सुरु गरेर अन्त्य गर्नु हो तिमीले उयो स्टिल पेपर ल्याएनौ नि अर्को चाहिँ ल्यायौ अर्को चाहिँ कस्तो अर्को चाहिँ कुन स्टिल पेपर के ल्यायौ ल्याएन त्यही ल्याएको छैन तिमीले म्याकुरिया 10 रनको टपरी फालिहाल्यो हाल्यो भने त हरायो नि कुन्चेल चोरो गाडीको गाडीमा चाहिँ खोइ पछि निस्किन्छ ठिकै लागेको छ त मलाई बिर्सिन्छ भन्छ मारी आफूले बिर्सेको थाहा छैन है भन्ने चाहिँ दुईचोटि हराएछ दुईचोटि अब अब हो त अब यस्तै हो क्या ल परेपछि ल परेपछि यस्तै हो के गर्नु
मासु धुइनै जान्छ क्या हो चार्ज वाला कस्तो तलडी हावा आइदिने नन स्टप पाकिन्छ यो धुवा बिना खाने भए त कर्म चाहिँ गरेको है केटाहरु है त्यो सुक्खा चोकको सिक्को खाएन गौरवले खाएँ नि राति ल्याएर यार चटेको होइन त्यहीबाट त मलाई प्रोजेक्ट मन लाग्यो के हो यो फर्को त उताको चाहिँ अब यसो ड्राई हुँदै होला यता पार्टी जान्छ नि तकि त 7 दिन लाग्यो यताको त 7 दिन Get a travel card you can trust. तातो भइरहेको Download the Wise app today. छ यो फर्काएको हो यो पाकेको नि पाकेकोलाई छेउमा राखिदियो अनि तातिँदै गर्छ होइन चाख्दै गर्छ चाख्ने त ठिकै छ उताको उताको छेउको हो त्यो त्यसो हो गर्छ। यार त्यो नि पाक्यो होला त्यो होइन त्यो अहिले उठाएको थियो यो थाला देऊ न यो बोसो त्यो त त्यो नि पाकेको छ। त्यसको छेउ नपाक्यो यो 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 कालो भएको त्यसको पछाडि हेरेर त कस्तो भएको यो त नि पाक्यो यो तताउँदै गर्छ लु अब यो बाँकी रहेको चाहिँ उता छेउमा राखिदेऊ कुखुराको चाहिँ अलिक टाइम लाग्छ यसलाई
हाल्दै गरौँ न हटस्पट मात्रै छोड्दा नि हुन्छ यसलाई मेरो हटस्पटले लगेको चार्ज कति छिटो खान्छ नि चाह तातिँदै भन्नु मैले अफ गरेँ यो एकछिन शान्त बसौँ न मासु हालौँ न लाएर पोकै यहाँ खनाम न के अरे पोकै खनाम न उयो पछाडि छ त पिरो आयो भने त म त पिरै आएन त खोइ अघि कुन तरिकाले पऱ्यो मेरो खुरी पाक्नु त पाकेन नुन मसला लागेको छैन होइन त्यति पछि भयो हल्का कम हुनुहुन्थ्यो नुन हल्का कम उता शुद्धहरूले मार्न खाला पाक्न चाहिँ अलिक टाइम लाग्छ बुङ्गुको नपाके नि खाऊ केही हुँदैन पचाउँछ बङ्गहरू यता त आएको भएन यहाँ त्यही बुङ्गुको पोल्नी मात्रै रहेछ नि के अरे रौँ त्यस्तै देखिहाल्यो फ्ल्यास पनि त पानी पऱ्यो नि लु गाइजहरू यो सोल्टीलाई तिमीलाई हाल्छु ल हाल हाल यो हाम्रो लिम्बू सोल्टीलाई अनि खाइसक्छु छु म तिमीले बनाएको यो राख्न यो पनि ल ओइ यो तिमीलाई म त खानु यो राख्नलाई मात्रै कि नखाने खाऊ भिडियोलाई मात्रै कि होइन त्यो सकाउनु त्यो प्लेटमा आइसकेपछि त्यो क्यामेरा राख्नु पछाडि हटाउने हो र के भने आफ्नै सिकारीमा राखेर सुत्नु पऱ्यो दाइ बाई पाउँदैन मलाई चाहिँ भयो भाषमा बिहा खान पाए सही हुन्छ होला अब पानी साफ खाँदैछु निकालिदिउँ क्या हो भयो बजार बोल्दा भएछ मलाई होइन हामी संस्कारी आफूलाई चाहिँ इत्रु इत्रु पिस हालेर नि हामीलाई चाहिँ यस्तो हालिदिने हामी संस्कारी मान्छे त्यस्तो खाँदैनौँ नि त पानी पनि सस्तो खाने मान्छे ढाक्न छैन बानी नै छैन अनि यस्तै भद्रकोल चाहिँ भद्रकोलले बनाएको हो हामीले होइन भोलि चाहिँ चिटिक्कै बनाउनुपर्छ बोल्दै के चिटिङ हुन्छ नि यही मासु अहिलेसम्म कति मिठो मानेर खाएको यार अहिलेदेखि चिनी पनि धेरै खाइसु तितो हुन्छ भन्थ्यो अघिसम्म यस्तो मिठो लाग्दै थियो यो मासु चाउचाउ कति मिठो लाग्थ्यो त्यो अहिले सुरुचोटिको मासु झिक्दा है अघिसम्म अघि आउने बेलामा यो कुखुराको भातले पुग्दैन सोच्थ्यो अहिले त्यो आदि पनि भएन सब समयका खेल है मासुको खेल अहिले आएर चाहिँ मलाई कुकुरको धेरै याद आयो मासु पनि दिन मन लाग्यो हड्डी त छँदै छैन यहाँ त्यो कुखुराको मासुमा हड्डी भयो हड्डी त एउटै राखेन त सबै निकाल्यो गडी गएर वान नाइट बसेर यसरी हाल्न लाग्यो मुख हाल्न पाएन कुकुरले यसरी हेरेर कङ कङ गर्छ यार म त गइनँ जानु जाने 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 त भन्ने थियो तर एकचोटि कुरा ग्रुपै जाने कि भन्ने कुरा नि भएको थियो होइन के भएको थिएन कि छुट्टै अर्कै ग्रुप भयो सबै होइन अनि एकचोटि जाने कि भन्ने कुरा गरेको थियो जा हो
थर्ड इयर सबै ओके सेकेन्ड इयर सबै गएर ग्रुपले वर्धनगढी अनि अझ सिराचुली जाने कुरा गरेको थियो कुरा मात्रै भयो सिराचुली शक्तिखोर हुँदै जान्छ भन्ने होइन गढी कटेर जान्छ अब तर गएन हो गढी पनि पुगेन गढी देख्न चाहिँ देखेँ होला त्यो शक्तिखोर जाँदाखेरि शक्तिखोरबाट पनि धेरै जानुपर्छ होइन देख्न चाहिँ देखेँ भन्ने कुरा डाँडा ऊ त्यो हो भन्ने चाहिँ शक्तिखोर झर्नासम्म चाहिँ पुगेँ जबरजस्ती त्यो सिरिला कराएर भिडियो अफ गर्न लाउ त धेरै Hey Siri. तिम्रो फोन Hey Siri. Hey Siri. भात खाउन आयो छिटो भयो कि भात यो सकाउनै पर्छ यो नाकबाट भए पनि जहाँबाट पनि घुसाउनु पर्छ यो सोल्टीले भात धेरै हाल्यो क्या त्यही त भने मलाई यति धेरै भयो त्यहाँ नेट छ कि छैन म यहाँबाट कल गरेर फेरि उठाउनु पऱ्यो नि काटिनु होला त अब यसलाई साइडमा राखेर सुत्ने व्यवस्था गर्नुपर्छ म चाहिँ ब्रस गर्न पाएँ भन्ने सोचिरहेको छु पानी है छ पानी त त्यहीँ धारै छ त उयो जङ्गलको उयो खोजेर काठको टुक्रा खोजेर घोट्नु पऱ्यो त बाक्लो भएको मासु धेरै खाएर बक्कै नपाइन्न न त बक्कै नचबाउँथ्यो फोन त बजेको छैन त्यहाँ नेट अन छैन यो फोन चाहिँ कसरी भइरहेको छ नम्बरमा गर न नम्बरै हो नम्बरको फेस टाइममा अनि अडियो गर न अनि के फेस टाइम म त कल गाइज जबरजस्ती खानु परेको छ जाँदैन मेरो त पेटले नाइ भन्छ मलाई दुई पाइला उठ्न गल्छीले यत्रो गर्नु हे क्यामेरावाला श्री चाहिने बेलामा बोल्दैन क्या त्यसलाई छुनै पर्ने अरे झम्की जान्छ छोएर त किन बोलाउनु पर्छ त्यहाँ गरी होइन फार्ममा हुने बेलामा क्या टाइम सोध्छु भन्छु बोलाउँछु बोल्दैन बोलाउँछु बोल्दैन गोजीमा यहीँ राखेर बोलाएर हुन्छ है जब निकाल्छु हातमा बोकेर चाहिँ भन्छु अनि बोल्छ भन्छ अलिक दिन पर्क नसम्झिने गरी खाएर होला यति मलाई पुग्यो पोत अहिलेलाई एक दुई हप्तालाई हो जाडो हुनु थाल्यो यार बाह्र बजी नै रात नपर्ने यार कस्तो ठाउँमा यो अझ रात भयो उसले के अरे के भन्छ अरे त्यो लालाजीले भन्छ कस्तो ठाउँमा कस्तो मान्छे घर कहाँ भन्दा यहाँ भन्दा लालाजीको त मलाई कमेन्ट लाग्यो होइन तपाईँलाई के भएको उहाँबाट आउँदा नि 15 मिनट यहाँबाट 15 मिनट अब त आधी हुनुपर्छ सबै पछिको कमेडी क्या पुरो त्यो सोच्नै पर्दैन घरबाट हिँड्दाखेरि मलाई 15 मिनट भनेर लिएर आयो आधी आइसक्यो फेरि 15 मिनट अरू भन्दा नि लास्टमा एउटा मान्छेले भेटेर सोध्दा 15 मिनट होइन तपाईँलाई यो के भएको मलाई यिनीहरूले घरबाट ल्याउँदाखेरि 15 मिनट भनेर ल्यायो आधी बाटो सोध्यो फेरि 15 मिनट भन्यो तपाईँले यहाँ नि 15 मिनट भन्नुभयो यो चाहिँ बाहिर राख्नुपर्छ होला अनि कि डस्टबिनमा फालेर मात्रै आउँ होला
भोलि बिहान गरम लाग्यो एकचोटि सबै आएर म त अब झ्याप्पै लडिन्छ अहिले खाइ पनि नसक्छु बाहिर चाहिँ राख्नु पर्यो। कुकुर आउनु भने है बडो याद आइन्छ। तन्केर क्यामेरा तान छोडी बत्ती बलिरहेको छ। ए अनि कसको चाहिँ त्यो मान्छे हाम्रो दिमागमा चाहिँ आएन अघि स्ट्यान्ड लगाएर त्यसरी बत्ती बाले कस्तो राम्रो त बल्छ। मेरो स्ट्यान्ड त एल्भिसले बोकेर हिँडिरहेको छ होला गाडीमा। अब म लिएर आइदिन्छु यस्तै बरु लाउनु चप्पल जुत्ता भएन कि चप्पल आराम भन्दै थियो जुत्तै त अब त म त स्लिपिङ ब्यागमा सुत्ने हो। ल मिलाउँदै गर है म मोबाइल चाहिँ ल्याइदिन्छु भन्नमा त माफ गरिदिनु होला। यति त मैले आज सकिनँ जानी अनजानमा सञ्जयको गल्ती हो यो। तिमीले बाध्य हाल्यो फेरि बियर खाएको अलिकति त उ गर्नु पऱ्यो नि। ल म निस्किएँ है त। ल तिमी अलि अग्लो मान्छे ऊ माथि राख्दै नि यो मासु। अग्लो मान्छे नि ठोकिन्छ कि भन्न भने त मासु पो राखिदियो भन्नु त यार। बाहिरपट्टि गएर शीतल के अरे उसमा शीत झर्ने ठाउँ बिहान उठ्दाखेरि चाहिँ एक चोक्रा नहुने भयो क्या चराले लगाएर। के हुनु त चराले खायो नि राम्रै हो त फालिनु भन्दा त। कहाँ फाल्नु यो त बिग्रिँदैन घर लगेर जाँदा नि हुन्छ। त्यो त क्यामेरा भिडियो अफ गरिदिउँ त। यसो बिग्रिने चिज केही छ कि बाहिरतिर ल गएर खोल्छु। कति आउँदैछ नबोलेपछि
न न न न लु हिँड सोल्टी काठ यहीँ छ होइन सरसफाइ गरौँ तिमी हिँड न। सम्पी यहीँ राख कोइल छुट्टै राखौँ कोइल र प्यान्ट प्यान्ट त अब बोकेको हुँदैन मासु चाहिँ खाने भएको अब अब के भन्छ सोल्टी मैले यहाँ हालेँ नपुग्ने जति मेरो डेट चाहिँ 150 कति गरे नपुग्ने जति यतै नपुग्ने जति है सब डर लाग्यो यो त लानुपर्ने कारण हो नि हाम्रो उहिले नि यहाँ त त्यो मासु के हाल्ने ए फुटबारी चाहिँ हाल्ने त्यहाँ के हाल्नु सबै प्लास्टिक क्यान हाल्छ के मासु मासु यहाँ प्लेटमा मात्रै बोक्नु दुईटामा एउटा एउटा हाल्नु कागज पनि यहीँ हाल्ने यो झोलामा चाहिँ के हाल्ने त त्यही हाल्ने हाम्रो क्यान हाल्ने के हाल्ने त्यो पत्रिका नि ल्याऊ अब पैसा त पैसा हो के गर्नु कति कोरोना आउँछ एउटा बेच्यो भने त एक 60 वटा जति बनाउने अब मलाई त्यो हेर्दैछ आउँछ नि के भन्नु त्यो आफैले तिरेको पैसा फिर्ता आएको कुकर चाहिँ कसको हो राम्रो सोधियो साह्रो हुँदैन निकाल्न नि तिमीले काम जान्दैनौ मेरो कुकर त स्वाट्टै आउँछ त यार रिलायन्सको किनेछौँ नि त त्यही भएर सोल्टी तिमी यो बोक त घरमा यसमा त भरि छ ल कुकरमा भात खाने भयो पुग्ने एउटा चाहिने चम्चा त पुरा गर्दैन होला है त्यहाँ त उस मात्रै होला यो एउटा काँटी चम्चा तिनवटा चम्चा यो यो हो दुईवटा भयो अब एउटा काँटी चम्चा खोइ काँटी चम्चा अरे पैसा केटाले दुईवटा मात्रै हो कान्टे चम्चा दुईटा किन त्यही त एउटा भेटिएन नि हराएकी छ त्यो त अघि भर्खर सरले सरले निकाल्दा थियो होइन तिमीले निकाल्दा थियो छन चाहिँ छ कता कता छ ल फाइनल भेट्यो भेट्यो 900 जतिको हो तर यति भयो भने अलिक मस्त पुग्ने रहेछ कहाँ गयो सामान प्याक गर्नु प्याकिङ सुरु गरौँ होइन पेपर रहेछ कहाँ हिँडेको हो तिमी यसको झोला त्यो उता लगेपछि उतै राखेको हो अनुदान देऊ त्यही कहाँ सोल्टीले लगेर फेरि ल्याउँदो रहेछ फेरि म चाहिँ माथि छिरेर हो रेमाको झोला खोइ यसो माथि झोला हो झोलामा बोक्यो भने वेस्ट हुन्छ नि त प्यान्ट मान्थे प्यान्ट लगाउँदैछ एउटा फेरि झोलामा लाग्यो भने प्यान्ट माथि प्यान्ट लगाएर झोलामा लाउँदाखेरि ठाउँ गर्छ नि त अब स्पेस कम गराउने अरे झोला सकेसम्म त दिएकै पऱ्यो नि एयरपोर्टमा त्यो वेट धेरै हुन्छ भनेर यति ब्रो लुगा लगाएर यो कुर्सी देऊ त चोखो छ तिम्रो कामले पस्न थाल्यो म चाहिँ ग्राहकहरू छैन क्या आजभोलि त क्यामेरा पनि हुँदैछ है साथीहरू परमा त हामी ए सिसिटिभी फुटेजमा कैद छौँ यो कुन तरिकाले पठाएको थियो यतिकै आउँछ र यसरी गर्दाखेरि यसो गरेर यसो आउँछ त्यसरी पहिले यसरी फोल्ड गर्दाखेरि हुन्छ होला नि यसो सिसिटिभी होइन हौ क्यामेरा भिडियो बनाएर 0.5 मा हिजो कसरी हाल्यो यसो गरेर भएर फोल्ड फोन गर्यो लगाएर चाहिँ है होइन पहिला फोल्ड गरेर पहिला फोल्ड गरेर पठायो होइन त्यही गरेर यसको झोला चाहिँ कुन हो त
हो र हो र यो टोपी तिमीले त लगायो अहिले त अनि तिमीले त मात्रै गयो त धम्छै बनाइदिन्छु यसलाई पनि भित्र त्यसै गरौँ अघि कल गर्नुलाई एकदम पसेर के भयो टोपी त्यसै राख टोपी पार्दैन ब्याङ्क यो पनि पुरा लगायो नि भाइ अझै मजाले उ गर्नुपर्छ त्यो त त्यतिकै तिमीले ठुलो बनाए जस्तो लाग्यो सोनी। फेरि खोलेर टाइट गरिदिन्छ जति सक्छ टाइट बनाउने हो कि मन लाग्छ ठुलो साइज बनायो भने सेकेन त ये तो सामान पैक गरायो के गरायो ये तो पूरे छेके हाँ किन देखे हैं यसो डुलिरहेको जस्तो के अरे बच्चा खेलेको जस्तो देखिन्छ ये इसलिए छेके हैं तो पूरे पैसा कमाऊ पैसा पैसा बनाऊ है पैसा बनाऊ भाइ सुप यसको सिरानी कहाँ मलाई त्यो कहाँबाट खसिरहेको थाल जत्रो उयो हो हिजो मैले के गर्थेँ त यही भित्र हालेर कसरी हालेको कुरो कसरी हालेको थिएँ उसले भन्दा नि हुन्छ यसो लगाइ यो मन्स्टर आदैन मन्स्टर आफै छ क्या एउटा झोला भयो अनि हिजोसम्म दुईटा भयो अब जो तो काटे ना लगाऊं तू पहिलो लुगा पट्याएको यो लुगा पट्टाम पहिला यो पल्टाम ये पटाम नहीं ये तो गारा है ना त्यसो गरौँ यो लास्टमा यो तलको ओछ्याउने फेरि पट्याएर यहीँ हाल्नु कहीं से नहीं त्यसैले मेरो जुत्ताको पाडो भएको छ हौ हावा चलेछ चाहियो सोल्टी खेल्छ है यसरी म आइगएँ त क्यामेराको एङ्गल मिलाएर यो त बडो सानो बनाएर भन्छ त्यो झोलामा त आउँदैन त अनि यो फेरि यस्तो किन बिचमा आयो होइन होइन त्यस्तै आयो हुँदैन अब सोल्टीले यति बेला करोड कमाइसक्थ्यो करोड ती चाहिँ झोला लिएर आउने खै म जहाँ चाहिँ कहाँ त्यो ए पहिला उयो त्यो कालो कालो अन्त के क्यारे खादाले बान्ने हैन यो हैन यताको भिर्ने चला भिर्ने यही हो त्यही हो त्यसमा यसमा हालेको हिजो खदाले खदा पहिला यसको ब्यागमा आँटेन खदाले बान्ने आधी पनि हट्दैन त्यसको ब्याग बान्ने कहाँ छेउमा बाँध्ने कि बिचमा बाँध्ने? बिचमा तानो तानो
एकतिर तिमी तान्यो एकतिर म तान्छु तान्यो खोइ तिमी र म खुट्टा टेलेर तान्नु अनि खुट्टा यसमा चाहिँ लाउ न पर्दैन क्या भयो सुर्किने बाटो यसरी म छिराइदिन्छु उयो तान्नु माथि यसलाई नि होल्ड गर न अर्को हातले होल्ड गरेर होइन यो छोटा हुन्छ त्यो मैले चिचिरहेको छु सुकिरहेछ सुकिरहेछ उयो माथिको तान हो यो हो त्यो एउटा हातले होल्ड गर न तिमीले गर दुइटै हो त्यो हो तिमी उल्टो तान्छौ अनि मलाई उल्टो तान्न लगाउँछौ सिधै छ क्या छिटो झोलामा खाँदा है यस्तो खुल्ला रहेछ यसरी चेपेर लाँदा नि हिजो चाहिँ लागेको थियो जबरजस्ती है राखो राख हिजो के भन्दा सानै भएको थियो गाई गएर उस्तै हो सानो हो मैले हिजो चाहिँ ल्याएको थिएँ च्यान चाहिँ हातमा आउनु अघि त्यही जस्तो खोक्यो जस्तो तर हाल सल्टी देख न खान्ने अस्ति कसले मिलेको जस्तो हातमा चाहिँ लाग्यो अझै भएन तिमीले त अड्काएर चाहिँ होला भयो नि अन्त सिसाको अब यो दुइटा रातिको भिडियोमाको उता पठाइदियो त सुन्नुहोस् त यो बट्टा पहिला तान त यसलाई पनि थिच्नु पर्यो पर्दैन अब त्यो ठुलो झोलामा हाल्ने नि यस्तो 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 गरौँ न घुम्न जाउँ घुम्न नगरकोट कसले बिहा छोडेछ फेरि हामी हिजो बस्दाखेरि हिँडेन रहेछ गाइसहरू बियर त लानु पऱ्यो नि लाग्ने बानी छैन धेरै छैन 18 को आँट छैन यसो ठुलै पनि आँट छैन आँटिहाल्छ नि हौ तिमी छिटो त्यहाँ तिमी जस्तो दुइटा ए यसरी पो हाल्ने रहेछ आनन्दले मिली ए यो सिरक नि हाल्ने रहेछ त्यो हाल्नु त पहिला यो यसरी थिच्ने यसरी हाल्ने उयो लुगा भन्ने चिज होइन अनि त्यसपछि यसरी लुगा ओइ च्यातेल ए यस्तो च्याप्नु कि भन्दा यो हुन्छ र आखिरी अहिलेको यहाँ क्यामेरा बस्नु पाउँदैन जियो राख्छु तिमीले यो पनि हाल्नु हुँदैन सल्टी यो पनि हाल्नु आँखा त किन नहाल्ने कसरी गर्नु छैन हौ तानेको उठाउ त सल्टी यसलाई अब हल्का टकटक्याइदिउँ यसको तल त उठिसक्यो त मलाई उतापट्टि गरेको यसो गरेर हल्का ढाक्यौँ न यसको मुनिपट्टि नै होला उपहिले चाहिँ यसो गऱ्यो उठेर टकटक्याइ पनि के होला वासिङ मेसिन जिन्दाबाद धन्न हातले घोट्नु पर्दैन र आनन्द चाहिँ एक खाली अझै भयो अब चाहिँ फोल्ड गर टक्क लाएर बिचमा भाँच दिन्छु त्यो साइडपट्टि पनि अट्छ यतापट्टि हालिदिउँ आएको छैन त टेन्सन नपऱ्यो यताबाट सिराउनु खानु सकिन्छ तिमी यो तान न यो चाहिँ माथि नै तान्दैन किन हाल्ने यसको चाहिँ चेन स्वाटै आइहाल्यो यसको त अझै हजुर हाल्यो भने चाहिँ म त यो मिसिको झोला हाल्दैन नि घुम्न जाउँ घुम्न नगरकोट त्यो रेमाको झोलामा त्यो बाँधेर हाल्नु अब उहाँ कुना जाऊ बिहारमा उसमै हाल बोक छ बोक्ने उसमै हाल नि दुइटा त बोक्दैन होला दुइटा त एउटा झुलाउनु झोला हो त उयसमा को उयसमा हाल्दा नि हुन्छ ए लु यस्तो हुँदैछ है गाइसहरू झोला नि हाल
झोला चाहिँ टन्नै हो यो चाहिँ मेरो क्यामेरा स्ट्यान्ड हो होइन अझै जुत्ता लाउनु पर्यो सोल्टी अब चाहिँ टन्नै नाक टेक्नु भएको खुट्टा भुइँमा नटेकौँ भनेको त होइन नाक चाहिँ अगाडि टेकेको नाकभन्दा त खुट्टै ठिक छ मलाई ठगेछ नि क्या हो यार माकुरी उक्किँदै गयो क्या नाकको डाँडीबाट एक वर्ष धान त्यसपछि अनि नेपाल गएर फेरि किन्ने यही भित्र के गर्छौ भिर्ने जग्गा त भिर्ने हो नि कसैले सोधे कसैले ओइ तिमीलाई धेरै भयो त त्यो बोक्न सक्छौ मेरो काठ चाहिँ बाङ्दियो क्या यतिर मात्रै हेर्नु कता के हाल्नु त्यो कहाँ त्यो नगर त्यो हो यसमा राख्नु लागि यसरी होइन त्यो हातमै बोकिहाल्छु अनि उ त सजिलो हुन्छ नि त यो न त दुईजनाले नत्र एकजनाले यो बोक्नु यो तिमी बोक्न त म त्यो बोक्नु ल गाइजहरू हाइलो गर ल यहाँ यो त के ठुलो कुरा यसरी नै त्यहाँ बस त सोल्टी अलिक उता तिमी पनि जाऊ फ्याँक्दै कुकर खान्छ त्यहाँ भाइ अब छुट्टी भयो यसरी चस्मा चाहिँ बोक्यो नि ल अब त तामाङ सोल्टी के भन्नु त एकछिन है के भन्नु पऱ्यो भने के सम्बन्धी अमला रहेछ नि त यार केटाहरू नहेर हाँ? अमला नि ए होइन रहेछ हामी चाहिँ छौँ अहिले चाहिँ डेनमार्कको सिन्दिङ भन्ने ठाउँमा हामी तिनजना साथीहरू चाहिँ फ्राइडे 2026 12 जुनमा चाहिँ हामी बेलुका आएर बसेको थियौँ आज चाहिँ 13 जुन भइसक्यो आज 13 जुनको लगभग कति बज्यो 11:30 समथिङ त्यस्तै बज्यो होला हामी चाहिँ निस्किँदैछौँ अब चाहिँ घरतिर 12 ठ्याक्कै एकदम 12 बजेछ एक्ज्याक्ट 12 बज्यो 1 मिनट पनि टाइम पाए छैन अब चाहिँ लाग्यो हामी घरतिर एकदम इन्जोय गऱ्यौँ मासु पोले खाएँ के खाएँ भन्ने सबै त दुधको खायौँ हो ठिक कुरा गरेँ तिमीले मैले प्युर खाएँ अनि हामीले यहाँ बसेको ठाउँ यताउता हामीले चलाएको सामानहरू सबै क्लिन गरिसक्यौँ हामीले चाहिँ एकदमै चकाचक बनाइसक्यौँ दायाँ बायाँ सबैतिर होइन अनि फोटो सोटो भिडियो सिडियो यस्तो सबै बनाइसक्यौँ अब चाहिँ हामी लाग्छौँ अब घरतिर एकचोटि पछाडि फर्क्यौँ न त हाम्रो भाइ त्यस्तो छ अब यस्तै भारी बोक्दै जाने हो अब यसो हिँडिदिउँ भनेर हो नभए अब चाहियो भने गाडी पनि बोलाउनु सक्छ यतापट्टिबाट हिँडौँ यतापट्टिबाट छिटो रोड भेटिन्छ होला छिटो भेट्यो त उता त जानै पर्छ नि त्यसरी यता होला नि हामी जाने यता उता हो जाने हामी त्यो एउटै रोड होइन होला नि उता जाने हो खास हामी यो रोड अर्को उयो यो रोड हामी लिएर जाने छ नि पल्को घर हो त्यो होला यो रोडबाट हामी उतै जानुपर्छ यही हो र यो रोडबाट उता गयो भने मान्छे म त केही म तिमीलाई बाटो देखाउँछु तिमी चलाउनु पर्छ ए बाघ भालु आउन सक्छ ल झाडी हुन्छ नि हामी चाहिँ यस्तो जङ्गलमा हिँडेर जाँदैछौँ होइन भिडियो त पज भएन नि सोल्टी आयो यता हेर त यता हौ क्यामेरामा आउँदैछ आउँदैछ नि होइन भन त 2-4 शब्द अब यता क्यामेरामा चाहिँ तिमी अनि म चाहिँ के होइन, त्यही बोल्नु भएर त क्यामेरामा आऊ भनेको त पछाडि खिच न म बोलिहाल्छु ल आया जाऊ भाडा साइड कुडाले खुट्टा ठोक्यो भन हामी त्यति यस्तो भनेर रमणीय ठाउँमा कि फेरि यता जाउँ जाम हो जाउँ साइकलको बाटो छ यहाँ तिमी मान्छे हिँड्ने बाटो छैन नि खै यहाँ सिग्नलमा के देखाएको छ यहाँ सिग्नल हालेको होला नि बाटै सक्यो भने बाटो सकियो भने गाडी आउने होला निस्किने बाटो आउँछ भनेको बुझौँ न हामी राम्रो बुझौँ यता आउँछ उ यहाँनिर छ। ल त्यस्तै छ यहाँ छौँ एकदमै हामी चाहिँ जङ्गलमा हिँडिरहेको छौँ बढाउनु पर्ने केही पनि छैन येल्लो जोन आयो है एलुजन हाल्दै के हुन्छ खोइ के हो बाटो इन्डिङ होइन यहाँबाट बाटो निस्किन आँटो होला हौ
घुम्दै फिर्दै हाम्रै अघि बस्नु सिल्टरमै पुग्न आँट्यो त यस्तो छ है हामी चाहिँ एकदम बोलौँ सोल्टी पनि एकदम के भन्नु ला शब्दै आएन एकदम सोल्टी सिल्टर पुग्यो त अब एकदम अमूल्य फेरि यहाँबाट घुमेर उयो जाउँ न है पानी पर्यो सोल्टी फेरि घुमेर यो बाटो जाने कि त ब्याक क्यामेराबाट भिडियो बनाउँदा पक्ड त सोल्टी एकछिन पक्ड त हामी मेक्सिकोको के अरे जङ्गलले पानामा जङ्गल यो चाहिँ अब यात्रामा हिँडेको यात्री चाहिँ यस्तो हुन्छ झोलाछोला यसरी बोकेर हिँडेको हुन्छ गनहरू बोकेर हिँड्दैछ जङ्गली जनावरले अट्याक हान्यो भने चाहिँ ठोक्नुपर्छ भनेर तिमीलाई त यार त्यो बाबा जस्तो देखेको त त्यो बोकेर हिँड्छ नि त्यो जोगी भन्दा नि बाबा भनौँ न अलि शब्द चयन अलि राम्रो गर त्यो पनि हुनसक्छ यात्रामा हिँडेको यात्री चाहिँ यसरी हिँड्छ है जङ्गल मेरो जुत्ताको लेस खुस्क्यो कि सोल्टी यो क्यामेरासम्म ल बन्द गऱ्यो